मानेको छ भने यो रेखाले जमिनसँग कोसँग रे जमिनसँग बनाएको कोण भनेको कतातिर होला यता हुन्छ यो कोण हुन्छ कि यो कोण हुन्छ जमिनसँग कुन कोण हुन्छ दृष्टि रेखाले जमिनसँग बनाएको कोण दृष्टि रेखाले कोसँग बनाएको कोण त जमिनसँग बनाएको कोण चाहिँ के हुन्छ त 49 कोण हुन्छ दृष्टि रेखाले कोसँग बनाएको त जमिनसँग बनाएको 49 रे कोण हुन्छ भने दृष्टि रेखाले के कोसँग त अवनति कोण भनेको दृष्टि रेखाले क्षितिजसँग बनाएको कोण क्षितिज भनेको आफूले यसो माथितिर हेर्दाखेरि यस्तो देखियो भनेदेखि आफूले बनाएको कोण माथि छ भनेदेखि त्यो कोण के हुन्छ त क्षितिज रेखासँग बनाएको कोण अवनति कोण हुन्छ 49 कोण र अवनति कोणको परिभाषा र त्यो कोणहरू दुईटा भयो त्यसपछि अब 2 नम्बरमा हेर्ने 2 नम्बरमा हेर्ने अब हामी 2 नम्बरमा जाउँ त प्रश्न नम्बर 2 मा छ यसको बी मा भने सम्पूर्ण त्रिभुजका लम्ब र आधारको सम्बन्ध कुन त्रिकोणमितीय अनुपातसँग हुन्छ भनेको छ बी नम्बरमा क्वेशन छ हाम्रो यसको ख नम्बरमा छ 1 को ख मा छ 1 को ख मा छ के भने त सम्पूर्ण त्रिभुजको 1 को ख मा हेर्ने 1 को ख मा छ सम्पूर्ण त्रिभुजमा लम्ब र आधारको सम्बन्ध कुन त्रिकोणमितीय अनुपातसँग हुन्छ भनेको छ त्यो सम्पूर्ण त्रिभुज यदि एउटा बनायो भने यो सम्पूर्ण त्रिभुज हामीले बनाइसकेपछि यसलाई सम्पूर्ण त्रिभुज भन्छौं यसको एउटा 90 डिग्री हुन्छ एउटा 90 डिग्री भइसकेपछि अर्को हामीले लम्ब र आधारको कोण चाहिँ कुन चाहिँ त्रिकोणमितीय अनुपातसँग बराबर हुन्छ भनेदेखि यो के हुन्छ त जहिले पनि हामीलाई पीभी को चाहिँ मान चाहिँ थीटा जुन दिएको रेफरेन्स एंगल हुन्छ तेस्रो कोण दिएको हुन्छ त्यो कोणसँग अनुपात मानेर गर्छौं यो दिएको छ भने यो चाहिँ के भइहाल्छ त लम्ब हुन्छ यसलाई हामी परपेन्डिकुलर भन्छौं यो कोण यदि र यो बेस हुन्छ भनेर मैले अस्ति पनि पढाएका थिए यो ख नम्बरको लागि त्यति सक्यो गरमा छ सम्पूर्ण त्रिभुजमा लम्ब र कर्णको सम्बन्ध कुन त्रिकोणमितीय अनुपातसँग हुन्छ तब हामीले यो लियो भनेदेखि यो त्रिकोणमितीय पी र बी भनेर छ तनकि पी बाइ बी भनेको यो त tan सँग हुन्छ tan र cot सँग हुन्छ tan र cot सँग पी लम्ब र आधारको सम्बन्ध हुन्छ यो भनेको के हो त tan को भइहाल्छ p बाइ b र cot को भन्छ b बाइ p भनेर यो चाहिँ यो भनेको यो लम्बसँग हुन्छ यो के रे tan सँग हुन्छ कोसँग लेख्नु पर्यो त यो ख नम्बरको सम्बन्ध के रे tan सँग हुन्छ भनेर लेख्नु पर्यो है हामीलाई b र b मात्र भनेको छ भनेदेखि हामी डाइरेक्ट के गर्छौं त tan सँग भनेर लेख्छौं ख नम्बरमा के लेख्ने त tan सँग हुन्छ कोसँग हुन्छ रे tan सँग हुन्छ भनेर लेख्छौं त्यसपछि अर्को भनेको छ ग नम्बर हेर ग नम्बरको प्रश्न फेरि भनेको छ के त हामीलाई के भनेको छ भनेदेखि सम्पूर्ण त्रिभुजमा लम्ब र कर्णको सम्बन्ध कुन त्रिकोणमितीय अनुपातसँग हुन्छ बराबर हुन्छ के रे सँग हुन्छ भनेपछि अब एउटा सम्पूर्ण त्रिभुज हो यसमा हामीलाई दिएको के छ भनेदेखि कर्ण भनेको कर्ण दिएको छ कर्ण भनेको हाइपोटेन्युस यहाँ भयो अर्को के दिएको छ त लम्ब भनेर छ लम्ब भनेको परपेन्डिकुलर लम्ब भयो लम्ब भनेको परपेन्डिकुलर p दिएको छ यो दुईटा दिएको छ भने यो सम्बन्ध कोसँग हुन्छ कुनमा हामीले p र b को चाहिँ p र h को सम्बन्ध देखाउँछ त साइनमा साइनको के हुन्छ p बाइ h हुन्छ हैन साइनसँग त्रिकोणमितीय अनुपात कोसँग हुन्छ त यसको सम्बन्ध साइनमा के हुन्छ त p बाइ h हुन्छ भनेर लेख्न सक्छौं त्यति हो लेख्नु क्लियर भयो 1 नम्बरमा के लेख्ने tan सँग tan मा के हुन्छ त p बाइ b हुन्छ र अर्को हुन्छ कोसँग त ख नम्बरको लागि के लेख्ने त साइन सँग साइनमा के हुन्छ त p बाइ h हुन्छ भनेर सक्यो अब हामी 2 नम्बरमा 1 नम्बर सक्यो प्रश्न नम्बर 2 मा यसलाई मेट्दा हुन्छ हैन 2 नम्बरमा न 2 नम्बरको लागि प्रश्न छ हामीसँग 2 नम्बरमा हेरौं 2 नम्बरको प्रश्न छ 2 नम्बरको प्रश्न भने तलका सम्पूर्ण त्रिभुजहरुमा x को मान पत्ता लगाउनुहोस् भनेको छ एकदम सजिलो छ हामीसँग एउटा सम्पूर्ण त्रिभुज दिएको छ 2 को क मैले भने सम्पूर्ण त्रिभुजको एउटा कोण 90 डिग्री हुन्छ भनेर हामी पढाएको छ त्यो 90 डिग्री यस्तो दिएको छ प्रश्नले यहाँ दिएको छ 5√3
यो के छ त 5√3 यो 5√3 छ र यसको अर्को मान के दिएको छ हामीलाई कुन दिएको छ त यहाँ दिएको छ 60 डिग्री भनेको छ 60 डिग्री छ थीटाको मान 60 डिग्री छ अब हामी हेरौं यसमा यो यदि 60 डिग्री भयो भने ध्यान दिएर हामी एकचोटि ध्यान दिएर हेरौं यो यदि 60 डिग्री भयो भने यसको सिधा पर्ने रेखा के हुन्छ सिधा पर्ने रेखा के हुन्छ त्यो परपेन्डिकुलर हुन्छ परपेन्डिकुलर p ले डिनोट गरिन्छ यो p भइहाल्यो है यो p बराबर कति भयो त 5√3 र यहाँ थीटाको मान दिएको छ थीटाको के दिएको छ थीटा भने कति डिग्री छ त 60 डिग्री पनि दिएको छ अब पत्ता लगाउनु पर्ने के हामी के निकाल्नु पर्छ x को मान पत्ता लगाउँ अर्को मान पनि दिएको छ एउटा हामीसँग के छ त यो दिएको छ यो साइड यो रेखा भनेर x दिएको छ यहाँ देखि यहाँसम्म यो यहाँ देखि यहाँसम्म दिएको छ सर x दिएको छ भने अब यहाँ चाहिँ यो भनेको त बेस हो नि यो भनेको बेस हो बेस भनेर हामीलाई कति दिएको छ त x सेन्टिमिटर त b बराबर x सेन्टिमिटर भयो अब हामीलाई के थाहा छ त जहाँ p पनि छ b छ र थीटा छ भनेपछि यो के छ त tan को सम्बन्धमा छ किनभने हामीसँग p छ b छ p र b भनेको मैले अस्ति पनि भनेको थिएँ के त पशुपतिको बाँदर पशुपतिमै हलिहलि बस्छु पनि भनेको थिएँ पण्डित बद्री प्रसाद हरि हरि गोल पनि भनेको थिएँ सोना चाँदी तोल पनि भनेको थिएँ हैन त्यस्तो धेरैवटा कुरा भनेको थिएँ यी मध्येबाट अब मैले हामीलाई थाहा छ के थाहा छ त tan थीटा इक्वल टु फर्मुला के हुन्छ ल भन्नु त मलाई tan थीटा इक्वल टु के हुन्छ p बाइ b हुन्छ p बाइ b अब tan थीटा tan भइहाल्यो थीटाको ठाउँमा कति आउँछ 60 डिग्री हैन यतापटि हामीसँग के छ p को मान कति छ त 5√3 र b को मान कति छ त x छ अब tan 60 डिग्री को मान कति त्यसो भए मैले अस्ति पढाउँदाखेरि मान पनि निकाल्न सिकाएको थिएँ 0 1 2 3 4 गरेर अस्ति क्लासमा मैले सिकाएको थिएँ ल भन्नु त कति हुन्छ tan 60 डिग्री को मान सबैजना बिर्सिसक्यो हो यही हो मैले अस्ति पढाएको पनि बिर्स्यौ अहिले अब भन्यो भनेदेखि सबले कपी पढाउन सक्छ √3 हुन्छ 1/√3 भनेको 30 को हुन्छ यसको कति हुन्छ त √3 हुन्छ त्यसको मान √3 भइहाल्यो त √3 इक्वल टु कति त 5√3/x यो यतापटि डिभाइड गर्दा छ यता आउँछ मल्टिप्लाई यो यता फेरि मल्टिप्लाई हुन्छ उता गरे के भन्छ त डिभाइड गर्छ हामीले लेख्न सक्छौँ x बराबर के त 5√3/√3 लेख्न सक्छौँ र देयरफोर √3 हाम्रो कट्न जान्छ यो किनभने मल्टिप्लाई फर्ममा छ त x इक्वल टु 5 यो एन्सर भयो x बराबर यो ल सार्नुहोस् छिटो छैन भने गरेका छ भने ठिक छ छैन भने सार्ने खर्न मार्ने त्यसै गर्ने